सो गाइज हामी चाहिँ फर्स्ट टाइम चाहिँ एउटा प्राङ्क गर्दैछौँ बुवालाई चाहिँ टिभी भर्खर ल्याएको छ हामी नयाँ होइन अनि टिभी फुटो भनेर चाहिँ हामी प्राङ्क गर्न गइरहेका छौँ कस्तो हुन्छ लेट्स सी हामी एकछिनमा भेट्छौँ प्राङ्क गर्ने बेलामा साथीहरू ओके चाहिँ होइन यसलाई पनि प्लानमा सामेल गर्दैछु किनकि यसले फुटायो भने चाहिँ बुवाले पत्याउनुहुन्छ हामीजनाले मात्रै भन्यो भने चाहिँ बाले प्राङ्क गरेर भन्नुहुन्छ अनि होइन के गर्ने भन्दाखेरि भन्नुहुन्छ होइन अनि त्यसपछिबाट हामी एक्ट गर्छौँ लास्टमा बाले चाहिँ के भन्नुहुन्छ हामी त्यो होइन क्या अनि बाले त तलै कराउसन गर्छ अनि लास्टमा चाहिँ प्राङ्क गर्नु पुरस्कार पाउँछस् तैँले चाहिँ भने बिहारिस भने फेरि काना ज्वरबुटा उहालेर हाल्छु त्यही त A few moments later. गाइज होइन हाम्रो चाहिँ क्यामेरा यहाँ छ होइन बाहिर म चाहिँ कराउँछु अङ्कलभित्र जानु बेला भाइ म एकछिन टिभी हेर्छु ल फुटायो ओइ त हेर हेर्नु न यसले के पो गर्नु भने टिभी नै हेर्नु न मैले हेर्छु भने है फुटायो मैले हेर्छु भने अहिले रिमोट खोजेर त्यहाँ फालो अनि मैले कहिले हेर्छु त आज दिन हेर्छु भन्दा हेर्नु न अहिले मलाई हेर्नै नदिएर फुटाइदिनु तिम्रो दुईजनाको गल्ती छ अब बराबर दुईजना अनि के गर्ने त अब कारबाही बडा ल्याउनु आउने भयो पैसा अब कहाँ ल्याउँछ अब यो बन्दै बन्दैन नि फुटे आमा हेर्दै टिभी फुटाएको के हानेर फुटाएको तैँले गरेर हो तै म हेर्न चाहिँ चाहिँ के हुन्छ एकछिन सधैँ के पनि गर्दैनन् भन्ने के आउँछ नयाँ बढी भयो होइन माया बढी भयो मैले सट्ट बोल्नाले मैले त्यो टिभी चाहिँ एउटा लिएर टाक्न पाएँ घर ल्याएर टाक्छु नि भने यो ल्यायो भनेकै थियो उहाँ के बस्दैछ रिमोटको झटाएर उहीँ हाने त्यही हाने भने के गर्ने भन्ठानी खास अझ नि हाँस तँलाई लाज हुँदैन अलिकति तैँले कति पेलेको हामीलाई खिसी गरेको हो यसले यो एक्लै बस्न आँटेको छ पख है एक्लै राखिदिने अब रहेछ बुवा ल हेर्नु त यसले के हेर्ने त्यहाँ बुवा पकाउँदा पकाउँदै जानु पर्यो टिभी फुटाएर के बोल्नु भएर बुवा कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बिहोस हुँदिन त के भएको भनिदिन्छु पक भन्नु किन बाबा आएर हेर्दैन अब के गर्ने भन्ठानी खास छामौ न एकचोटि त्यहाँ फुटिछ कि त्यहाँ भित्र फुटेको छ मैले बाहिर फुटा कि भित्र फुटा छाम्नु नि किन डर्नु खोलेर बन्द गर्नु अनि थाहा भइहाल्छ बन्द नगरी छाम्नु भित्र डिस्प्ले गएछ अङ्कल अब तँ बनाउँदा अनि फेरि उत्ति लाग्छ रिमोट र मोबाइल
दिमागमा धेरै स्ट्रेस भइसक्यो क्या एकदमै कसले पोलिटिक्स खेल्छ कसले के पक्यो यिनीहरू दुइटै त्यहाँ चलेर त अनि त्यो फुटे यी दुईजना भयो एउटा गल्ती छ के दुई गल्ती भएको कुरो जम्मै बोल्छु त्यो छलफल गरेर मैले सुनेको थिएन र देश परे के भन्दै थिएँ दुईजना मैले एकछिन हेर्छु भनेको छु नि। तैँले चाहिँ के हेर्नुपर्छ खोइ एकछिन हेर्छु भनेपछि अनि जाडो उनीहरू लाग्यो रिमोट खोज्न आएको मसँग अनि रिमोट टिपेर म पनि बुझ्नुपर्छ नि कि समाउनुपर्छ फाल्नु हुँदैन अब समाउँदै थियो अनि त्यसले फाल्थ्यो। यसले फाल्ने त्यहाँ त्यो दुईजनाले आधी भाषा हाल्न लड्नुपर्छ आउनु त यहाँ एकचोटि बुवा यहाँ हेर्नु यहाँ त्यसको मैले हेरिरहेको म के हेर्नु अब यो म भर्खरसम्म हेरेर उता गएको मलाई त्यहाँ नपठाएको भए तिमीहरू चाउचा पकाउनु यो फुट्दैन फुट्ने Prank गरा के prank is prank. फुटा लाउन मिल्छ क्या यी। यो भिडियो फुटा बनाउन मिल्छ क्या यी। ल हेर्नु त्यहाँ। मम्मीले चाहिँ पहिला थाहा पाउनु भयो त्यो थाहा पछि चाहिँ होइन पछि चाहिँ साँच्चीको हो भन्ने ठाने मम्मीले है तिमीहरूले त्यहाँ सल्लाह गर्न गएको थियौ नि त होइन तपाईँले थाहा चाहिँ पाउनु भयो थियो अनि पछि चाहिँ हो नै भन्नु ठान्नु भएको थियो होइन एकचोटि चाहिँ हामी आज फेरि मोटो पातले हेर्न थालिसक्यौँ गाइज होइन पुरा प्र्याङ्क कस्तो लाग्यो मलाई चाहिँ तपाईँ त एकछिन साँच्चीको भन्नु भयो त्यो होला है साँच्चीकै भन्दाखेरि चाहिँ अब पसिना आएन पसिनै आएन जस्तै भयो टिभी लगाएको चाहिँ गाइज होइन 1 महिना नि भएको छैन क्या त्यस्तो 2 हप्ता भयो होला होइन पाँदै तपाईँलाई चाहिँ कस्तो लाग्छ आमा अहिले तर मैले मलाई त केही पनि लागेको थिएन अहिले चाहिँ विस्वाद लाग्यो धेरै भित्र मन डराएको थिएन मेरो आमालाई चाहिँ थाहा भइसक्यो क्या हाम्रो कुरा आमाले सुन्नु भएको थियो होइन